केवल धोका दिएर मात्र सम्बन्ध टुट्छ भनेर सोच्नुहुन्छ? कतिपय सम्बन्धहरू कुनै ठुलो गल्तीले होइन, साना साना कुराहरूले टुट्ने गर्छन्। सुरुमा दिनभर कुरा हुन्थ्यो, रातभर कुरा हुन्थ्यो, एउटा मेसेजको उत्तर नआउँदा पनि चिन्ता लाग्थ्यो, छटपटी हुन्थ्यो। तर बिस्तारै कुराकानी कम हुँदै जान्छ, एकअर्कालाई बुझ्ने कोसिस गर्न छोड्छौँ र हामी सोच्न थाल्छौँ कि अब ऊ बदलियो। तर कहिलेकाहीँ ऊ बदलिएको हुँदैन, सम्बन्धलाई जोगाउने प्रयास मात्र कम भएको हुन्छ। माया भनेको केवल आई लभ यु भन्नु मात्र होइन, माया भनेको व्यस्त हुँदा पनि उसको लागि अलिकति समय निकाल्नु हो, रिस उठ्दा पनि एकअर्कालाई सम्मान गर्नु हो, आफू गल्ती छ भने त्यो गल्तीलाई स्वीकार गर्नु हो। धेरै सम्बन्धमा समस्या मायाको कमीले भन्दा पनि एकअर्काको भावनालाई बुझ्ने कोसिस नगर्दा आउने गर्छ। यदि तपाईँ आफ्नो चलिरहेको त्यो सम्बन्ध बचाउन चाहनुहुन्छ भने कहिलेकाहीँ आफ्नो प्यारो मान्छेलाई सोध्ने गर्नुहोस् कि तिमी कस्तो छौ, हाउ आर यु फिलिङ टुडे, आज तिमीले कस्तो महसुस गरिरहेको छौ, ठिक छौ नि, आफ्नो ख्याल गर है। हुन त एक प्रकारले सोच्यो भने एउटा सानो कुरा हो, तर यही एउटा प्रश्नले तपाईँहरू बिचको त्यो सम्बन्ध अझ राम्रो बन्न सक्छ। सम्बन्ध भनेको एकै दिनमा टुट्ने कुरा होइन, यो बिस्तारै बिस्तारै कमजोर हुँदै जान्छ र त्यो सम्बन्धलाई जोगाउने काम पनि यस्तै साना साना कुराहरूबाट नै गर्नुपर्छ है त। टेक केयर।